ओके सो हामीले फ्रन्ट एनेल पढ्दाखेरि चाहिँ यो भाग जुन देखिराख्नु भएको छ यो भाग के हो एन्टेरियर फ्रन्ट एनेल। एन्टेरियर फ्रन्ट एनेल कहिले अराइज गर्छ यो अराइज गर्छ लगभग 1.5 to 2 इयरमा। त्यसपछि यो हुन्छ पोस्टेरियर फ्रन्ट एनेल। यो पोस्टेरियर फ्रन्ट एनेल कहिले अराइज गर्छ यो पोस्टेरियर फ्रन्ट एनेल अराइज गर्छ लगभग आधा वर्षमा 0.5 इयरमा। अथवा हजुरले याद गर्नुपर्ने भनेको पोस्टेरियर फ्रन्ट एनेल पहिला अराइज गर्छ सबभन्दा पहिला हैन। पोस्टेरियर फ्रन्ट एनेल सबभन्दा पहिला अराइज गर्छ पछि एन्टेरियर फ्रन्ट एनेल जुन चाहिँ डायमन्ड शेपको हुन्छ त्यो चाहिँ पछाडि अराइज गर्छ लगभग 1.5 to 2 इयरमा। यसलाई हेर्दाखेरि यो कुन सुचर हो यो हो कसरी गर्छ ट्रान्सभर्स गर्छ यसलाई के भन्छ सजिटल सुचर। यो कुन सुचर हो यो हो कोरोनल सुचर। त्यसपछि अब यहाँ छ ल्याम्ब्रेट सुचर। ल्याम्ब्रेट सुचर चाहिँ कुन हो ल्याम्ब्रेट सुचर चाहिँ यो छ नि यो यसरी गएको छ नि यसरी गएको छ नि यो ल्याम्ब्रेट सुचर हो। अब यो चाहिँ एक्जाममा सोधेको छ यो 30 वर्षको उमेरमा आउँछ यो चाहिँ 40 वर्षको उमेरमा आउँछ यो चाहिँ 50 वर्षको उमेरमा आउँछ। सजिटल चाहिँ 30 वर्षको उमेरमा आउँछ कोरोनल चाहिँ 40 वर्षको उमेरमा आउँछ अनि ल्याम्ब्रेट चाहिँ 50 वर्षको उमेरमा आउँछ। के सोधेको छ भने सजिटल सुचर चाहिँ कति वर्षको उमेरमा आउँछ र कति वर्षमा फ्युज हुन्छ। सो 30 वर्षको उमेरमा आउँछ र 50 वर्षमा फ्युज हुन्छ। यो कति वर्षमा फ्युज हुन्छ त चाहिएन यो 30 वर्षको उमेरमा आउँछ चाहियो। अनि बेस्ट सुचर फर एज एस्टिमेसन भनेर भने बेस्ट सुचर फर एज भनेर सोध्यो भनेपछि चाहिँ सजिटल सुचर एन्सर सजिटल। त्यस्तै एउटा पेडियाट्रिकमा कोरिलेसन छ। यदि प्रिम्याच्योर फ्युजन अफ सजिटल सुचर भयो भनेपछि त्यसलाई के भन्छ होला प्रिम्याच्योर फ्युजन अफ सजिटल सुचर भयो भने चाहिँ के हुन्छ भनेपछि चाहिँ यो जुन छ नि यो चाहिँ तपाईँको यसरी फ्युज हुन्छ यसरी भनेपछि यो इलोङ्गेट हुन्छ भनेपछि एन्टेरियर पोस्टेरियर डायमिटर इलोङ्गेट हुन्छ त्यसलाई भन्छ डोलीको सेफाली। र त्यस्तै प्रिम्याच्योर फ्युजन अफ बाइल्याटरल कोरोनल सुचर यदि प्रिम्याच्योर फ्युजन भयो भनेपछि यो अब यो के हुन्छ यो चाहिँ यसरी हुन्थ्यो हैन यसरी फ्युज हुन्थ्यो र यो यसरी यसको एन्टेरियर पोस्टेरियर लेन्थ बढ्थ्यो। अब यो कोरोनल सुचर फ्युज भयो भनेपछि यो कसरी फ्युज हुन्छ यो यसरी फ्युज हुन्छ हो भनेपछि यसरी फ्युज हुँदाखेरि त यसको यो दुईटाको बाइपेराइटल डायमिटर यो त बढ्ने भयो बाइपेराइटल डायमिटर त बढ्ने भयो। यसलाई भन्छ ब्राकिसेफाली र ब्राकिसेफाली अथवा बाइल्याटरल कोरोनल सुचरको फ्युजनले गर्दाखेरि चाहिँ के हुन्छ यसलाई भन्छ ब्राकिसेफाली यसमा भन्छ ब्रोड स्कल र यो चाहिँ डाउन सिन्ड्रोममा देखिन्छ। ओके कहिलेकाहीँ चाहिँ यहाँबाट यसरी एउटा सुचर गएको हुन्छ जसले चाहिँ फ्रन्टल बोनलाई दुईटा पार्टमा डिभाइड गरेको हुन्छ त्यसलाई भन्छ मेटोपिक सुचर। यो मेटोपिक सुचर किन इम्पोर्टेन्ट छ भन्दाखेरि इट इज द फर्स्ट सुचर टु क्लोज। सो मेटोपिक टो 2 यो चाहिँ 2 इयर्ससम्म क्लोज भइसक्छ। त्यस्तै लास्ट सुचर टु क्लोज पनि एमबाट नै हुन्छ त्यसलाई भन्छ मास्टो अक्सिपिटल सुचर। सो मास्टो अक्सिपिटल सुचर भनेको के हो यो मैले के देखाएको छु यो हो ल्याम्ब्रेट सुचर। यसलाई मैले ट्रेस गरेर यहाँसम्म ल्याएँ हो यो हो अक्सिपिटल रिजन यसलाई मैले ट्रेस गरेर यहाँसम्म ल्याएँ यो मास्टर रिजन। सो यो सुचरले भन्छ मास्टो अक्सिपिटल सुचर र मास्टो अक्सिपिटल सुचर चाहिँ 80 वर्षको उमेरमा आउँछ। कतिमा 80 वर्षको उमेरमा आउँछ। बेस्ट सुचर फर एज एस्टिमेसन इज सजिटल सुचर। ल अर्को मैले देखाउन खोजेको चाहिँ यो हो टेम्पोरल पार्ट हैन अनि यो हो पेराइटल पार्ट। सो मैले पेराइटो टेम्पोरल सुचर देखाउन खोजेको यो हो पेराइटो टेम्पोरल सुचर। यदि हामीसँग अप्सनमा मास्टो अक्सिपिटल सुचर छैन फेरि हेर मास्टो अक्सिपिटल सुचर भनेको के हो। सो यहाँ मास्टर प्रोसेस कुन होला यो मास्टर प्रोसेस हो यहाँतिर अक्सिपिटल छ भनेपछि यो मास्टो अक्सिपिटल सुचर। यदि मास्टो अक्सिपिटल सुचर अप्सनमा छैन भनेपछि एन्सर के हुन्छ एन्सर हुन्छ पेराइटो टेम्पोरो पेराइटल सुचर। सो टेम्पोरो पेराइटल सुचर भनेको कुन हो टेम्पोरल बोन यो हो पेराइटल बोन यो हो हैन। सो यो रिजनतिर भयो यो रिजनतिर टेम्पोरो पेराइटल सुचर। अब के हुन्छ भन्दाखेरि यो जुन देखिराख्नु भएको छ यो त स्फेनोइड बोन भयो यो चाहिँ फोरामेन म्याग्नम भयो। एउटा क्वेसन एम्समा सोधेको छ त्यो पनि अहिले नै गरिदिइहालौँ। ब्यासी स्फेनोइड हैन ब्यासी स्फेनोइड भनेको स्फेनोइडको बोनतिर र ब्यासी अक्सिपिट भनेको अक्सिपिटल बोनतिर यसको माथि हामीले जुन यो त बेस अफ द स्कल हेरेर छौँ हैन जुन टप पार्ट अफ द स्कल हेऱ्यो भने हामीलाई थाहा हुन्छ कि यो केसँग कोरिलेट गर्छ होला केसँग लिङ्क गर्छ होला भनेपछि चाहिँ यो अक्सिपिटल बोनतिर लिङ्क गर्छ। सो यो रिजन चाहिँ 18 to 21 इयरमा क्लोज गर्छ। यो रिजन चाहिँ 18 to 21 इयरमा क्लोज गर्छ। यो जानिने हुन्छ नजानिने हुन्छ एम्समा सोधेको छ त्यही भएर मैले भनिदिएको।